राष्ट्रपा सरकार यानी कि तत्कालीन गृह मन्त्री सुदन गुरुङको लागि बिनु कोइराला दिदीको आग्रह र अनुरोध। उहाँ भन्नुहुन्छ यस्तै राम्रो काम गरिरहनु र पछि पनि गरिरहनु यस्तै हो भने हामी तपाईलाई 20 वर्षसम्म गृह मन्त्री पदमा हेर्न चाहन्छौँ। उहाँको यो भनाइ एकचोटि सुन्नुहोस्। उहाँलाई हृदयदेखि सल्युट गर्न चाहन्छु। एकचोटि यो भिडियो हेर्नुहोस्। एमालेको राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति हुँदासुदा आफ्नो श्रीमानको हत्यारा पत्ता लगाउन सक्नु भएको थिएन। सुदनजी प्लिज हत्यारा मदन भण्डारी र जीवराज आश्रितको त्यति हत्यारा पत्ता लगाइदिनुहोस्। तपाईलाई हामी 20 वर्षसम्म गृह मन्त्रीमा राखेर नि देश चलाउन दिन्छौँ। 2 महिनामा तपाईलाई सडक पनि बनाइदिनु पर्ने, 2 महिनामा तपाईलाई हरेक चिज बालीले गरिदिनु पर्ने। 36 वर्षमा निदाएर बस्नुभयो तपाईहरुका नेताहरू हुँदा। अहिले आएर 2 महिनामा हरेक चिज चाहिएको छ सबैलाई बालीले गरिदिनु पर्ने। हामी चाहिँ किन मान्ने? हामी जनतालाई मात्र कानुन, भोलिदेखि हामी पनि कानुन मान्दैनौँ। जसले जे गरिनुहुन्छ हामी जे गरेर हिँड्ने हुन्छ उहाँ कानुन बनाउन साथ सपोर्ट दिनुपर्ने मान्छे स्टन गरेर एउटा हातले बाइक चलाएर भिडियो सेल्फी खिच्दै हिँड्ने अनि आफै फेरि बालेलाई दोष लाउने अलिकति लाज हुँदैन? त्यत्रो सांसद जस्तो पदमा पुगेको मान्छेले बोल्ने अनि प्रहरीलाई त्यो कुरा गर्दा त अलिकति त गिल्टी के मैले गल्ती गरेछु सरी एक्सक्युज मी भन्दिएन त सिद्धिया थियो त यो कुरा। लिपिया धुरा काला पानी लिपुलेको कुरा टेबल टक हुन भनेर बालिनजी रविजीले कुरा मिलाइसक्नु भएको छ। उहाँलाई सेना पठाएर के त्यहाँ बन्दुक हान्न पठाउनु ला हो र? त्यसैले गर्दा नि हर्कजी सैनिक जानु पर्दैन। हाम्रो जे हो हामीले मिचेका रहेछौँ भने दिनुपर्छ, स्वाभाविक हो होइन? भारतले मिचेको छ भने अझ हाम्रो बालिन शाहले त 3 पक्ष कुरा गरौँ। पहिला इन्डियालाई लिपुले इङ्ल्यान्डले लिँदेको बेलामा छोडेर जाँदा नेपालको कुन थियो इन्डियाको कुन थियो हामी 3 पक्ष कुरा गरौँ भनेर बालिनजीले भन्दा उहाँहरूलाई अहिले सैनिक पठाउनु परेछ। रवि लामी छाने फटाएर चोर सहकारी ठग भने यत्रो लान्छन्। आखिरमा रवि लामी जाने जस्तो दिग्गज नेता महान नेता कोही रहेछ त? र मैले चाहिँ देखेको चाहिँ जब मदन भण्डारी यति त्यागी र यति विद्वान नेता हुनुहुन्थ्यो, आज आएर त्यही झजलको मैले चाहिँ रवि लामी छानेमा देखेँ। जस्तो मदन भण्डारी हुनुहुन्थ्यो आज आएर अब म त के भन्छु भने नि एमालेको राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति हुँदासुदा आफ्नो श्रीमानको हत्यारा पत्ता लगाउन सक्नु भएको थिएन। सुदनजी प्लिज हत्यारा मदन भण्डारी र जीवराज आश्रितको त्यति हत्यारा पत्ता लगाइदिनुहोस्। तपाईलाई हामी 20 वर्षसम्म गृह मन्त्रीमा राखेर नि देश चलाउन दिन्छौँ। भिडियो मन परे लाइक कमेन्ट शेयर र फलो पनि गरिदिनु होला। जय नेपाल।